सो गाइज हामी नदी घुम्न आएका छौँ र हाम्रो वडा खिरपाटा टोल सिसे शुक्लाबाट 9 भन्ने वडा कार्यालय छ र वडा अध्यक्षज्यूले विकास यता गर्नु भएको छ र तपाईँहरूलाई के विकास भएको छ भन्ने कुरा देखाउँछु। हाम्रो झलारी र फुलेली भन्ने टोलको बिचमा रोड बनिरहेछ, त्यो पनि ठुलो रोड बनिरहेछ। त्यसको लागि स्टकमा राखेको छ केही सामानहरू। तपाईँलाई म फोटो देखाउँछु। फोटो भन्दा नि तपाईँको लाइभ हेर्नुहोस्। एउटा घर पनि छ यता काम गर्नेहरूको, अनि उता मसिन पनि हो र त्यो रोडी सोडी फोड्ने अनि रोडी फोडेर स्टक गर्ने रोडी पनि देख्नुभयो होला। र मेरो फेसबुकमा आजभोलि धेरै भ्युज घटिरहेछ। फेसबुकमा गएर मेरो पेजलाई फलो गर्नु होला, अनि त्यो भ्युज त्यो डाउन भएको छ नि त्यसलाई बढाउनमा सक्दो प्रयास गर्नु होला मेरो फलो गरेर, अनि कमेन्ट बक्समा गएर सो गाइस तपाईँहरू देख्न सक्नुहुन्छ स्टक गरेर राखेको रोडी पनि। र यता ढुङ्गा फोड्ने मसिन पनि छ। यसले के काम गर्छ भने ढुङ्गा ठुलो ढुङ्गालाई फोड्ने काम गर्छ र यता स्टकमा राख्ने काम गर्छ रोडीहरू। र हाम्रो यता पहिले रोड पनि थिएन, अहिले रोड भएको छ, देख्न सक्नुहुन्छ। यत्रो स्टक गरेर राखिएको छ हेर्नु त। त्यो झलारी र फुलेली बिचमा पिच भइरहेको थियो नि, त्यसैको लागि हो। र के भन्नु अब, हेर्नुहोस् मेरो पछाडिको भ्युज पनि कस्तो छ, तपाईँहरूलाई मन पर्यो कि मन परेन। माथि गएर पनि तपाईँहरूलाई एकछिनको लागि भ्युज भयो भने देखाउँछु कस्तो भ्यू आउने रहेछ भनेर। तपाईँहरू आफै त्यसपछि कमेन्ट गरेर कमेन्ट बक्समा भन्नु होला। मलाई त के थाहा हुने, तपाईँहरूले कमेन्ट गरे पो थाहा हुन्थ्यो कि तपाईँहरूलाई मन पर्यो कि मन परेन भनेर। हेर्नुहोस् गाइस यस्तो देखिन्छ माथिबाट। यताको भ्युज पनि देखाउँछु। अब चाहिँ राम्रोसँग देखियो होला जस्तो स्टकमा राखेको भनिरहेको थिएँ नि मैले, कति स्टकमा राखेको छ। उता घर पनि छ, यता पनि छ स्टकमा, यता पनि छ। ल गाइस आजलाई नै यति नै भन्नु। तबसम्मको लागि जय नेपाल।